धेरै पहिले एउटा घना जङ्गलको छेउमा एउटा साना झुपडीमा एउटा गरिब काठ काट्ने मानिस आफ्नी श्रीमती र 2 छोराछोरी ह्यान्सल र ग्रेटलसँग बस्थ्यो। छोरा ह्यान्सल चलाक थियो र बहिनी ग्रेटल धेरै मायालु थिइन्। त्यो वर्ष गाउँमा ठूलो अनिकाल पर्यो। खानपिनको अभावले परिवारलाई धेरै समस्या भयो। एक रात ह्यान्सल र ग्रेटल सुतिरहेको बेला उनीहरूले आफ्ना बुबा र सौतेनी आमालाई सुन्न सके। सौतेनी आमाले फुसफुसाउँदै भनिन्, हेर, अब हामीसँग खानालाई केही पनि बाँकी छैन। हामी चारैजना भोकै मर्छौं। भोलि बिहान हामी ती 2 बच्चाहरूलाई जङ्गलको गहिरो भागमा छाडिदिउँ। तिनीहरू आफै फर्कन सक्ने छैनन् र यसरी हामी 2 जना मात्र बाँच्न सक्छौं। बुबाले दुखित हुँदै भने, म यो गर्न सक्दिन। मेरा प्यारा बच्चाहरूलाई कसरी छाड्न सक्छु र? यदि तपाईले तिनीहरूलाई छाड्न भएन भने हामी सबै मर्छौं, सौतेनी आमाले कराउँदै भनिन्। अन्ततः बुबा तयार भए। ह्यान्सलले यो सब सुनिरहेको थियो। ऊ डराए पनि उसले तुरुन्तै एउटा उपाय सोच्यो। उसले चुपचाप उठेर आफ्नो खल्तीमा सकेसम्म धेरै सेता ढुङ्गाहरू भरियो। भोलिपल्ट बिहान सौतेनी आमाले बच्चाहरूलाई उठाइन् र भनिन्, उठ छोराछोरी हो, हामी आज जङ्गलमा दाउरा काट्न जाँदैछौँ। त्यसैले तिमीहरूलाई खानाका लागि अलिअलि रोटी दिन्छु। उनीहरू जङ्गलतर्फ हिँड्दा सौतेनी आमाले ह्यान्सल र ग्रेटललाई रोक्दै बीचबीचमा रोटी दिइन्। ह्यान्सलले ती रोटीका टुक्राहरू आफूले नखाएर चुपचाप आफ्नो खल्तीका सेता ढुङ्गाहरू जङ्गलको बाटोमा एक एक गर्दै फालिरहेको थियो। उनीहरू जङ्गलको धेरै गहिरो भागमा पुगे। बुबाले ठूलो आगो बालेर भने, तिमीहरू यहीँ बसेर आराम गर, हामी दाउरा काट्न जान्छौँ। जब काम सकिन्छ हामी तिमीहरूलाई लिन आउँछौँ। ह्यान्सल र ग्रेटललाई थाहा थियो कि तिनीहरूलाई धोका दिइएको छ। उनीहरू बसिरहे तर बुबा र सौतेनी आमा आएनन्। जब रात पर्यो ग्रेटल रुन थालिन्। ह्यान्सलले उसलाई समात्यो र भन्यो, नरो ग्रेटल, जब चन्द्रमा उदाउँछ हामीले आफ्नो बाटो भेट्टाउनेछौँ। जब चन्द्रमा चम्कियो ह्यान्सलले फालिदिएका सेता ढुङ्गाहरू टलपल चम्किए। उनीहरूले ढुङ्गाका टुक्राहरू पछ्याउँदै रातभरि हिँडे र बिहान झुपडीमा सकुशल आइपुगे। बुबा खुसी भए, तर सौतेनी आमा रिसाइन् र भनिन्, चलाख बदमासहरू। त्यसको केही समयपछि फेरि अनिकाल बढ्यो। सौतेनी आमाले पुरानै योजना बनाइन् र यसपटक उनले ढोकालाई राम्ररी बन्द गरिन् ताकि ह्यान्सलले ढुङ्गा जम्मा गर्न नपाओस्। ह्यान्सल यसपटक पनि निराश भएन। भोलिपल्ट जब उनीहरू जङ्गलतिर जाँदै थिए ह्यान्सलले आफ्नो रोटीबाट ससाना टुक्राहरू बाटोभरि फाल्यो। ह्यान्सल, तिमी किन पछाडि फर्केर हेरिरहेका छौ? सौतेनी आमाले सोधिन्। म मेरो घरमा रहेको ढुकुरलाई हेरिरहेको छु, जो मेरो लागि रोटी फालिदिएकोमा खुसी भइरहेको होला। ह्यान्सलले झुटो बोल्यो। उनीहरू जङ्गलको अझ गहिरो भागमा पुगे जहाँ पहिले कहिल्यै गएका थिएनन्। बुबा र सौतेनी आमाले उनीहरूलाई छोडेर गए। जब रात पर्यो ग्रेटल फेरि रुन थालिन्। ह्यान्सलले भन्यो, नडराऊ ग्रेटल, जब चन्द्रमा उदाउँछ हामीले आफ्नो बाटो भेट्टाउनेछौँ। तर जब चन्द्रमा चम्कियो उनीहरूले कुनै पनि रोटीको टुक्रा भेट्टाएनन्। जङ्गलका चराहरूले ती सबै खाइसकेका रहेछन्। ह्यान्सल र ग्रेटल हराए। उनीहरू अब बाटो पत्ता लगाउन सक्ने अवस्थामा थिएनन्। उनीहरू 2 दिनसम्म जङ्गलमा घुमिरहे। भोक र थकानले उनीहरू कमजोर भइसकेका थिए। तेस्रो दिनको मध्यतिर उनीहरू एउटा अनौठो घरमा पुगे। त्यो घर इँटा र माटोले बनेको थिएन। त्यो त जिन्जर ब्रेड र चकलेटले बनेको थियो। यसको छाना बिस्किट र चकलेटले बनेको थियो। झ्यालहरू सफा चिनीले बनेका थिए र भित्ताहरू रङ्गी बिरङ्गी क्यान्डीले सजाइएका थिए। ह्यान्सल र ग्रेटल यति भोकाएका थिए कि उनीहरूले घरका टुक्राहरू खान सुरु गरिहाले। ह्यान्सलले छानाबाट एउटा ठूलो बिस्किटको टुक्रा तोड्यो र ग्रेटलले चिनीको झ्यालबाट केही खाइन्। एक्कासी घरभित्रबाट एउटा मधुरो तर डराउनो आवाज आयो। टुक्रा टुक्रा मेरो घर कसले खायो? चरा होइन, चिसो हावा होइन, 2 साना बच्चाले खायो। ढोका खुल्यो र त्यहाँबाट एकजना अत्यन्त वृद्धा महिला बाहिर निस्किन्। उनी यति बुढी थिइन् कि हिँड्न पनि लट्ठीको सहारा लिनु पर्थ्यो। उनले मायालु स्वरमा भनिन्, प्यारा बच्चाहरू, तिमीहरू यहाँ कसरी आइपुग्यौ? भित्र आऊ र केही मिठो खानेकुरा खाऊ। ह्यान्सल र ग्रेटललाई ती बुढियाईमाई राम्री लाग्यो। तर वास्तवमा उनी एक दुष्ट बक्छी विच थिइन्, जसले बच्चाहरूलाई लोभ देखाएर फसाउँथिन् र पछि पकाएर खान्थिन्। बक्छीले उनीहरूलाई घरभित्र लगेर मिठाईले भरिएको थाल र मुलायम ओछ्यान दिइन्। बच्चाहरू ढुक्क भएर सुते। तर भोलिपल्ट बिहान बक्छीले ह्यान्सललाई समातिन् र उसलाई एउटा सानो खोरमा थुनिन्। तिमी अब मोटा नहुँदासम्म म तिमीलाई खुवाउँछु अनि म तिमीलाई खान्छु, बक्छीले हाँस्दै भनिन्। त्यसपछि उनले ग्रेटललाई भनिन्, उठ अल्छी केटी, अब तिमीले घरको काम गर्नुपर्छ र आफ्नो दाजुको लागि खाना पकाउनुपर्छ ताकि ऊ चाँडै मोटा होस्। ह्यान्सललाई खोरमा थुनिए पनि ग्रेटलले उसको लागि धेरै रोई।
बक्सीले ह्यान्सललाई हरेक बिहान धेरै खानेकुरा दिन्थिन् ताकि ऊ चाँडै मोटा होस्। बक्सीको आँखा कमजोर भएकोले उनले हरेक बिहान ह्यान्सललाई आफ्नो औँला बाहिर निकाल्न भन्थिन् ताकि उनले ह्यान्सल कतिको मोटो भयो भनेर छाम्न सकुन्। तर ह्यान्सल चलाक थियो। उसले औँलाको सट्टा एउटा सानो हड्डीको टुक्रा बाहिर निकाल्थ्यो। यो त अझै पातलो छ, यसलाई अझ खुवाऊ, बक्सी भन्थिन्। यसरी 1 महिना बित्यो, तर बक्सीले ह्यान्सललाई कहिल्यै पनि मोटा बनाउन सकिनन्। बक्सी अधीर भइन्। पुग्यो, म अब धेरै पर्खन सक्दिनँ, बक्सीले ग्रेटलसँग चिच्याउँदै भनिन्। चाहे ऊ मोटा होस् वा पातलो, म उसलाई आजै पकाउँछु। बक्सीले एउटा ठूलो चुलोमा पानी तताइन्। उनले ग्रेटललाई भनिन्, चुलो तातेको छ कि छैन जाँचेर आऊ। बक्सीको योजना थियो कि ग्रेटल झुकेर हेर्दा उनले ग्रेटललाई पनि चुलोभित्र धकेलिदिने छिन्। तर ग्रेटलले बक्सीको चाल बुझिन्। उनले रोएको जस्तो अभिनय गर्दै भनिन्, मलाई थाहा छैन कसरी चुलो तातेको हेर्ने, म कसरी भित्र झुक्ने। मूर्ख केटी, बक्सी रिसाउँदै भनिन्, यसरी झुक्नुपर्छ। बक्सीले आफै झुकेर चुलोभित्र हेरिन्। ग्रेटलले यही मौका छोपिन्। उनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर बक्सीलाई चुलोभित्र धकेलिदिन्। बक्सी भयानक आवाजका साथ तातो चुलोभित्र जलिन्। ग्रेटलले ढोका बन्द गरिदिन् र दौडेर ह्यान्सललाई खोरबाट निकालिन्। ह्यान्सल र ग्रेटल खुसीले अँगालो हाले। अब उनीहरूलाई जङ्गलबाट भाग्नुपर्ने थियो। भाग्नु अघि उनीहरूले बक्सीको घरमा हेरे त्यो घरको एउटा कोठामा सुन, साँदी र मोतीले भरिएका धेरै बाकसहरू रहेछन्। बक्सीले लुकाएका गहना र धन सम्पत्तिहरू। यो त धेरै छ, ह्यान्सलले भन्यो। हामीलाई चाहिएको यति हो, हाम्रो बुबालाई गरिबीबाट मुक्त गराउनको लागि, ग्रेटलले भन्यो। उनीहरूले आफ्नो खल्तीहरू र लुगाहरूमा जति सक्यो त्यति गहना र मोतीहरू बोके। त्यसपछि उनीहरू मिठाईको घर छाडेर भागे। केही समयपछि उनीहरू हिँड्दै गरेको बेला नदीको छेउमा पुगे। उनीहरूले एउटा हाँसलाई देखे जसले उनीहरूलाई नदी पार गर्न मद्दत गर्यो। नदी पार गरेपछि जङ्गलका रुखहरू बिस्तारै उनीहरूको परिचित बाटोमा परिणत हुन थाले। टाढैबाट उनीहरूले आफ्नो झुपडी देखे। उनीहरू दौडेर गएर बुबालाई अँगालो हाले। बुबा धेरै खुसी भए। सौतेनी आमा त्यसबीचमा मरिसकेकी थिइन् वा टाढा गइसकेकी थिइन्। ह्यान्सल र ग्रेटलले बोकेको सुन र मोतीहरू बाहिर निकाले। उनीहरूले सबै धन आफ्नो बुबालाई दिए। त्यसपछि उनीहरूको गरिबी सधैँका लागि हट्यो। उनीहरू सधैँभरि खुसीसँग, धनी र सुरक्षित भएर आफ्नो बुबासँग बाँचे।